राधे राधे। तपाईहरु हेर्दै हुनुहुन्छ श्री राधा अनलाइन टिभी। श्री राधा अनलाइन टिभी को साथमा आइसकेको छु म उमेश गुरु अर्थात बनझाँक्री गुरु र स्पेशल विशेष प्रकारका विशेष भिडियोहरु लिएर आउने गरेको छु र यो च्यानल पनि विशेष रहेको छ। आज चाहिँ तपाईले मरेको मान्छे सपनामा देख्दा के हुन्छ, तपाईले सपनामा मरेको मान्छेहरु देखिरहनु भएको हुन्छ, पितृहरु देखिरहनु भएको हुन्छ। पितृहरु देख्नु राम्रो हो कि नराम्रो हो त, अथवा पितृहरुलाई कुन रूपमा देख्दाखेरि राम्रो अनि कुन रूपमा देख्दाखेरि नराम्रो, यसको विषयको भिडियोहरु लिएर आएको छु। हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला। आज रहेको भिडियोले भन्दैछ यदि तपाईले कोही पनि आफ्नो घरको कोही पनि सदस्य बित्नु भएको छ र तपाईले बारम्बार सपनामा देख्नुहुन्छ भने चाहिँ उहाँको आत्मा उद्धार भइसकेको छैन अथवा उहाँले अर्को जन्म लिइसक्नु भएको छैन। यदि उहाँ हाँसेको अवस्थामा देख्नु भयो भने उहाँले केही तपाईलाई दिनु भयो भने एकदमै राम्रो हो, तर उहाँ रुइरहनु भएको छ अथवा उहाँले तपाईलाई केही चीजहरु मागिरहनु भएको छ भने त्यो दिनु होला। रुँदै हुनुहुन्छ भने त्यो नराम्रो संकेत हो, उहाँको नाममा चाहिँ जापसाप लगाइदिनु होला अथवा दान दक्षिणा गर्नु होला। त्यस्तै गरी यदि तपाईले त्यका व्यक्तिहरु देख्दै देख्नुहुन्न, कतिजनाले मलाई भन्नुहुन्छ क्या, मेसेज गर्नुहुन्छ, सबैलाई भनेर साध्य त हुँदैन हैन, धेरै मेसेजहरु आउँछन्। गुरु म त मेरो बाबा बित्नु भयो अथवा मेरो मम्मी बित्नु भयो, म कहिले सपनामा देख्दिन भन्नुहुन्छ। यदि तपाईले तपाईको पितृ सपनामा देख्नुहुन्न भने चाहिँ उहाँहरुले जन्म लिइसक्नु भएको छ, उहाँहरु पार तरिर सक्नु भएको छ, त्यसकारणले तपाईले देख्नुहुन्न। पितृका पनि धेरै छन् हैन, कस्तो अवस्था दिँदा के हुन्छ। पुरा भिडियोहरु त श्री राधा अनलाइन टेलिभिजनमा हामीले पस्किरहेका छौं, हेरिरहनु पनि भएको होला। अझै तपाईहरुलाई केही सोध्नु छ भने श्री राधा अनलाइन टेलिभिजनमा कमेन्ट गर्न सक्नुहुनेछ अथवा 9817014655 मा तपाईहरुले हामीलाई कन्ट्याक्ट पनि गर्न सक्नुहुनेछ अथवा हाम्रो फेसबुक आइडी उमेश खड्का बनझाँक्री गुरु, टिकटकमा पनि उमेश खड्का बनझाँक्री गुरु, त्यस्तै गरी इन्स्टाग्राममा पनि उमेश खड्का बनझाँक्री गुरुमा जोडिन सक्नुहुनेछ। आजको लागि यति नै। राधे राधे।